अब हिँड्दा हिँड्दै के देखाम भन्ने भएको थियो है। तर यत्तिकैमा यहाँ हेर्नुहोस् है त। हेलो नमस्ते सबैजनालाई, संसारमा हुनुहुन्छ। आज चाहिँ मेरो छुट्टी थियो, त्यही भएर यसो बाहिरतिर जाऊँ भनेर हिँडेको साँझमा। तर हिँड्न लायक त होइन, यस्तो जाडो छ, लास्टै जाडो छ यार, त बर्बाद पार्ने जाडो छ। जाडाले नाक मुख पुरै रातो बनाइदियो मेरो त। के को पसल है यस्तो, गएर हेर्न पर्छ क्या। साँच्चै भन्नुपर्दा म यहाँ पसल के को भनेर हेर्न आएको होइन कि, बाहिर लास्टै जाडो भएर यहाँभित्र एसीको हावा खान आएको। त्यस्तो पिराउनु भयो, त्यो भएर यसो हल्का तातो भएर जानु पर्ला भनेर म खासमा हेरेको चाहिँ आज सेकेन्ड ह्यान्ड मोबाइल सपमा जानु लाग्यो। अब त्यहाँ मोबाइल हेर्ने भनेर, अब हेरौँ कति पर्ने रहेछ मोबाइललाई। आज चाहिँ यो भिडियोमा चाहिँ कुन मोबाइल कतिमा पाउँछ सेकेन्ड ह्यान्डमा जापानमा भनेर चाहिँ सब डिटेलमा देखाउँछु। चामल लाग्यो, चामल त लागेको छ कतिमा, 8,154। 10 केजी चामललाई 8,154। जापानमा सुनभन्दा चामल महँगो छ। नेपालमा जस्तै सुन बराबर छ चामल जापानमा। के हुने त। Oh my God! Wow! अब चाहिँ जानुपर्छ बाहिर, किनकि फेरि मोबाइल सप पनि बन्द भयो भने जान्छ। हल्का तातो भयो हातहरू, अब जानुपर्छ। मोबाइल सप खोज्दा खोज्दा म त कहाँ आएँ थाहै भएन त हौ। लोकेसन हेरौँ भने भयो, नेटै छैन मोबाइलमा। घरबाट लोकेसन हेरेर आएको, यति देखाइरहेको थियो, यहाँ त धेरै टाढा आयो जस्तो लाग्यो मलाई त। यो हो कि सिग्नल रातो बोलिरहेको फाइनली मोबाइल सपमा आयो, सेकेन्ड ह्यान्ड मोबाइल सपमा। हेरौँ है अब कतिमा पाइन्छ, के पाइन्छ भनेर। पुरानो हो, खतरा महँगा हो त। अरू पनि हेरौँ न। हुन्छ, यति
13 प्रो मैक्स 60,000 है। 13 प्रो मैक्स 60,000 मैक्स होइन हो, अझ प्रो मात्रै हो। 76 अनि यो चाहिँ 14 प्रो मैक्स 19 1,09,000। 14 प्रो मैक्स 1,09,000। अर्को 16 प्रो मैक्स। यो चाहिँ 16 प्रो मैक्स 2,08,000। कति महँगो हो, छुन सकिन्न क्या अन्त। अरू मोबाइलहरू पनि छन् तर यसले त एन्ड्रोइड पनि सस्तो सस्तो 10,000 13,000 यस्तै। आइप्याडहरू छन् सस्तो सस्तो 6,000 9,000 29,000। सस्ता पनि छन् महँगा पनि छन्। तर अहिले चाहिँ मैले मोबाइल चाहिँ लगेन। जसको लागि मोबाइल ल्याउन आएको उहाँले चाहिँ फोनै रिसिभ गर्नु भएन, त्यही भएर चाहिँ अहिले चाहिँ मोबाइल लगेन। अब भोलि या पर्सि आउँछु फेरि एकचोटि। त्यसै लानु पर्ला। बाहिर निस्किने मन लाग्दैन यार, यस्तो जाडो छ आमामा, मरिन्छ कि यस्तो जाडो छ। अब घर जानु पर्यो हिँड्दै हिँड्दै। के गर्ने अब, मोबाइल ल्याइएन, फोनै उठेन, जसको लागि ल्याउन आएको उहाँ पो जे सोचेर गएको थियो त्यो चाहिँ भएन। अब घर खाली हातै फर्किनु पर्यो है। जापानिज रेस्टुरेन्टमा गएर टक्क खाना खाएर जानुपर्छ जस्तो लाग्यो। राम्रो रेस्टुरेन्ट छ नि यार, चट्टा घर जस्तो, नेपालमा जस्तो घर। जाडा त मार्छ लास्ट। मोबाइल त ल्याउन पाएन। अब हिँड्दा हिँड्दै के देखाम भन्ने भएको थियो है। तर यत्तिकैमा यहाँ हेर्नुहोस् है त, यो एउटा सिग्नल हो होइन यो ब्रिजको। तर यहाँ यस्तो सिस्टमेटिक तरिकाले गाडी चल्छन् नि, हेर्नुहोस् है त। ठ्याक्क यो उताको लाइन आँखा ठ्याक्क यहाँ पुरा रोकिरह होइन सिग्नल। अनि यताको लाइनबाट चाहिँ सर्र गाडी आएको आइछन्। अनि त्यो लाइन हुन्छ पुरा यो लाइन रोकिन्छ फेरि है। अनि त्यो सँगसँगै फेरि यताको लाइन पनि रोकिरह यो लाइन। अनि उताको लाइन चलिरह। यस्तो सिस्टमेटिक यो चाहिँ खतरा लाग्छ क्या मलाई। त्यही भएर चाहिँ हल्का यो कुरा चाहिँ सेयर गरेको है। फर्किँदै गर्दा फेरि उहीँ पसलमा आएँ। त्यहाँ आउँदै अहिले जाँदाखेरि पनि त्यहीँ आउँदाखेरि जाडो भएर लास्ट कहाँ जाम के गरौँ भन्ने भएको थियो। अहिले पनि फेरि त्यस्तै भइरह। अब त्यहीँ गएर फेरि हल्का तातो हुनु पर्यो अनि फेरि जानु पर्ला। यो चाहिँ एउटा टेक्निक हो क्या, हिडन ट्यालेन्ट। यसो चाहिँ हिडन ट्यालेन्ट भन्छन् है। मजै आयो भित्र छिर्न बित्तिकै। सामान केही ल्याउनु छैन त्यत्तिकै। सामान एउटा क्रिम ल्याउन भन्दै थियो यार। दिनदिनले अब
कुन क्रिम हो पायो भने त लिएर जान हुन्थ्यो। फाइनल्ली पायो है त यो क्रिम ल्याउन भने क्रिम हो कि तेल हो यो चाहिँ पायो चाहिँ। अब क्रिमको बिल गरेर आउँदा चाहिँ खै यो चाहिँ के दियो यस्तो बिलबाट कसैले के को यो प्रचार गरेको होला 15% अफ। के को थाहा भएन। त्यो आइमै रक्सी खाएर बसिरहेको छ। जापानमा चाहिँ खतरा मान्छेहरू चाहिँ रक्सी खाएर एकदम झुलेर आफ्नै दालमा चाहिँ बसेका हुन्छन्। अब सब छुट हुन्छ नि त यहाँका रक्सी खान चाहिँ खासै मना चाहिँ हुँदैन खासै। त्यस्तो पुलिसले देखे पनि केही भन्दैन खासै। त्यही भएर जहाँ खायो त्यहीँ सुते पनि केही हुन्न त्यस्तो मतलब हुँदैन रक्सी खाने नखाने त्यस्तो। तर लास्टै हिँडेँ यार म यार यो बाटो सकिन्न त यार। मैले त छिटो गयो जस्तो लाग्थ्यो त मलाई त यार। अहिले त यस्तो दौडी आयो तर बाटो सकिन्न यार। यो चाहिँ एउटा पेट्रोल पम्प हो जापानको। हावाले चाहिँ आँसु चाहिँ निकालिदिन्छ यार चिसो हावाले। तर बाटै सकिन्न। म त अचम्म लाग्यो मलाई त यार। कस्तो खतरा रेस्टुरेन्ट हुन्छन् क्या यार सानो रेस्टुरेन्ट। त्यो खतरा बोर्डदेखि ल्याएर लाइटिङदेखि ल्याएर सब खतरा हुन्छ क्या। एकछिन नजिक अर्को रेस्टुरेन्ट छ। नामले पनि चल्छन् रेस्टुरेन्ट यहाँ एकदम। नजिक रेस्टुरेन्ट भयो भने त्यस्तो नचल्ने चाहिँ केही हुँदैन त्यस्तो। तर एउटा नामले पनि चलेका हुन्छन् यहाँ रेस्टुरेन्ट। यही लाइनमा 3टा रेस्टुरेन्ट अर्को छ एकछिन रेस्टुरेन्ट। यही नजिकै फेरि अर्को KFC छ। KFC यो पुरा रेस्टुरेन्ट लाइन हो भन त। त्यही पनि नजिक खतरा चल्छन् कि चल्न पनि यार। मलाई अचम्म लाग्छ यार। KFC को बुढा बाजे हाम्रो यहाँ स्वागत गर्न बस्यो। बाजे वेलकम गर्न बस्यो। रेस्टे मासे भन्छ नि। नाइले अब चाहिँ रुममा पुग्न लाएँ। अब यो गाडीको सोरुम देखेर थाहा भयो कि अब चाहिँ रुममा पुग्न लाएँ। भिडियो मन पर्यो भने चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनु होला। त्यसको लागि चाहिँ ओके बाई।